हेलो गाइस, हामी चाहिँ अहिले जमसमबाट छु ल। आज चाहिँ हामी अब जमसमबाट बिहानै बिहानै उठेर अब मुक्तिनाथतिर गइरहेको। अनि कहाँ जानु लाग्यो रे? हो र? कहाँ जानु लाग्यो दाइ? मुक्तिनाथ। हामी मुक्तिनाथ दर्शन जानु लागेको। अहिले यहाँ अब गाडी चढेर अब चाहिँ हामीहरू मुक्तिनाथतिर बाटो लागेको। यो चाहिँ जमसम हो। अब जमसमबाट हामी मुक्तिनाथतिर। ल हाई गाइस, अहिले चाहिँ हामी सेल्फी समयमा पुग्यो। अब सेल्फी समय, सरी माई मिस्टेक, सेल्फी पार्क। अनि अब मुक्तिनाथ चाहिँ यताबाट गइन्छ। अहिले चाहिँ यस्तो हल्का फोटो खिच्नुको लागि निस्केको। यो पहाडहरू हेर्न सक्नुहुन्छ तपाईँहरू। वाट अ भ्यू। यो नजिकै नजिकै पहाड छ। अनि यता चाहिँ फोटो खिच्ने ठाउँ। यो चाहिँ फोटो खिच्ने ठाउँ हो।
feeling? Hello, hello. Hello, hello. यतातिर नि हेर्दै जानु होला अब यतातिर हेर्दै जानु होला है मुक्तिनाथ पुगेर कस्तो लागिरहेछ सबैजनालाई ल ल ल निक्लो निक्लो सबैजना बोतल बोक्यो बोतल पानी थाप्ने ल ल ल थ्याङ्क यू भिआइपी एन्ट्री मेरो रातो चोला खोइ हेलो हेलो आइपुग्यो है आइपुग्यो ल गाइस अहिले चाहिँ हामी अब पुग्यो हामी अब यहाँदेखि चाहिँ 15 मिनट जति हिँडेर जानुपर्छ हिँड्नु नसक्नेहरू चाहिँ घोडा चढ्यो पनि हुन्छ यहाँ मान्छे बोक्ने पनि पाइन्छ अनि तपाईँहरू भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ यो सबै पहाडको भ्यू नै हो हामी चाहिँ मुक्तिनाथतिर गइरहेछौँ अनि अब यो चाहिँ बाटो रहेछ तपाईँहरू जाने भए घोडा पनि चढ्न सक्नुहुन्छ अनि दाजु केही छ भन्नु केही छैन अब बच्चाहरू र अब बुढीहरू चाहिँ रमाओस् हामी त त्यही हो बुढेसकाल हो अब मिक्स स्पेसली बच्चाहरू लिएर आएको तपाईँहरू भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ यति राम्रो राम्रो छ यो चाहिँ अब जिप पार्किङ गर्ने हो यहाँदेखि चाहिँ माथि गाडी जाँदैन अनि यहाँदेखि लगभग 15 मिनट जति हिँड्नु पर्ने हुन्छ तर भ्यूहरू हेर्नुहोस् यस्तो ब्युटिफुल छ कि तपाईँहरू हाम्रो टोलीहरू घोडा चढेर जाँदैछ अब दिदी पनि घोडा चढेर गइहाल्यो छैन घोडा पनि आउँछ फुन्देनटासी के छ स्थिति घोडा मलाई डराएर भागिहाल्यो अनि बिचरा एउटा बच्यो त ल गाइस अब चाहिँ यताबाट हिँडेर जाने हो अनि माथि 326 हो कि कति हो भन्छ त्यति भड्याङ चाहिँ हामी चढ्नु पर्ने छ नआउनु सक्छ भने म त नुहाइहाल्छु लुगा खोलेरै गाइस अब चाहिँ यो चाहिँ हाम्रो अब प्रवेशद्वार जस्तै हो मुक्तिनाथ मन्दिर प्रवेशद्वार यहाँदेखि सिधा भड्याङ चढेर जानुपर्ने हुन्छ अनि घोडाको लागि चाहिँ अर्कै बाटो छ यो भड्याङबाट चाहिँ घोडा जाँदैन अनि माथि देखिराख्नु चाहिँ मुक्तिनाथ हो गाइस अब यो भड्याङ चाहिँ चढ्नुपर्ने हुन्छ मेरो बुढीले चढ्न सक्छ कि सक्दैन थाहा छैन हो सकिहाल्छ अरे अनि उहाँ चाहिँ हाम्रो क्यामेराम्यान ल गाइस भड्याङ चाहिँ चढिरहेको छु खै सिद्धिने चाहिँ छैन अझै पनि चढ्नुपर्ने छ गाइस अब चाहिँ गेटमा पुग्नु लाग्यो ल गाइस अब चाहिँ मुक्तिनाथको भित्र आइपुग्यो यो चाहिँ इन्ट्री गेट हो
ल गाइस हामी चाहिँ अब लगभग मन्दिरको प्रवेश स्थलमा पनि पुगिसक्यो। यो हो मन्दिर। अब यो पवित्र स्थलमा चाहिँ नुहाउनु पर्ने हुन्छ। त्यस्तो भयो त्यस्तो तिमीहरू पनि यो चाहिँ मुक्तिनाथको दर्शन हो, पवित्र स्थल मुक्तिनाथ। यो चाहिँ मन्दिरभित्र हो। मन्दिरभित्र चाहिँ अनि फोन लिएर नजाउँ। पवित्र स्थल मुक्तिनाथ दर्शन पनि गरियो। यो चाहिँ हाम्रो 22/8 धारा हो, मुक्तिनाथको दर्शन। लगाइस अब यहीसँगै हाम्रो आजको मुक्तिनाथको ब्लग पनि सकियो। फेरि पनि सबैलाई भेट्दै गरौँला छोटो ब्लगमा। अनि नानी केही भन्नु छ लास्टमा? छैन रे। अनि तपाईँलाई? मलाई त नुहाउनु मन थियो, पुरै डुबेर तपाईँ मानेन, त्यही रिस उठिरहेको छ। अब